मैले एउटा पोस्ट सेयर गरेको थिएँ जसमा चाहिँ विभिन्न कोट्स कलेक्सन गरी भिडियो बनाऊ भनेर तपाईहरुको विचार राख्न दिएको थिएँ, जसमा चाहिँ 85 भोट आएको रहेछ, जसमा चाहिँ 2% ले चाहिँ नबनाऊ भन्नुभएको रहेछ र 98% ले चाहिँ बनाऊ भन्नुभएको रहेछ। त्यसैले मैले यो 2% को विचारलाई छोडेर 98% को विचारलाई लिएर भिडियो बनाएको छु। के कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है। न रातले न दिनले न जाडोले न तातोले पचाउनै नसकेको एउटै चीज छ मसँग, त्यो हो तिम्रो याद। लेखिएका हरेक कुरा मेरो भोगाई पनि नहोला, तर तिनै शब्दहरूको जिन्दगीका वास्तविक पनि हुन सक्छ। कसैलाई पाउने चाहना मनभरि छ र कसैलाई गुमाउने पीडा मुटुभरि। कैयौं रात भोकै सुतेको छु, चर्को नुनले भन्दा पनि तिम्रो यादले मेरो खानाको स्वाद बिगाडिदिन्छ। मन भत्काउनका लागि बेला बेला तिमी आउने, घर भत्काउन त बेला बेला भूकम्प आइहाल्छ नि। कसरी बिर्सु म तिमीलाई, तिम्रो सम्झनाको असीम छालहरूले यी नयन जुबिझाइरहेका छन्। हरेक सम्बन्ध मजबुत नै हुन्छन्, चाहे त्यो रगतको होस् या भावनाको। कमजोर त केवल निभाउनेहरूमा हुन्छ। तिमी भन्ने गर्थ्यौ हरेक रात तिम्रो हालखबर सोध्ने गर्छु, तर आज महिनौं भयो तिमी बोल्न छोडेको। थाहा छैन तिमी बदल्यौ कि तिम्रो शहरमा रात पर्न छोड्यो। यदि अर्को जुनी पाए भने खोट नभएको अनुहार र चोट नलाग्ने मुटु लिएर आउनेछु, बाचा भए। नीलो आकाशमा रङ्गी बिरङ्गी रङ बनाएर अस्ताउँदै गरेको घामलाई हेरिरहँदा तिमीलाई नै सम्झिने बानी परेको छ। प्रेमले मलाई कमजोर बनाउँदै गयो अनि धोकाले मलाई कठोर बनाउँदै गयो। आज भोलि सधैँ उदास देख्छु त तिमीलाई, सायद कसैलाई खुसी पार्ने कोसिसमा छु। तिमी भरोसाको कुरा गर्छौ हैन, यहाँ मुटु नै चुडेर लाने मान्छेको त भर हुँदैन। कारण केही थिएन टाढा हुने, अलिकति तिमी थाक्यौ अरूलाई रोज्दा रोज्दै, अलिकति म पनि हारे तिमीलाई खुसी राख्दा राख्दै। जुधाइ रही सधैँ दुःख अनि पीडाको हतियारसँग, भन्दैन यो जिन्दगी के दुश्मनी छ यो निधारसँग।